हेलो एन्ड नमस्ते गुड मर्निङ शुभ प्रभात सबैजनालाई। सो आज चाहिँ टिकाको दिन हो, दसैँ आजदेखि सुरु हो। सो 3-4 दिनदेखि म चाहिँ एकदमै बिरामी छु। दसैँको मुखमा बिरामी हुनु भनेको सबैभन्दा नराम्रो हो, माइनस पोइन्ट। सो खल्लो लागिरहेछ दसैँ, यसपालि दसैँ जस्तो पनि लागेको छैन मलाई चाहिँ। अब किन हो कस्तो हो, पहिले चाहिँ अलिकति दसैँ भन्ने बित्तिकै लास्टै मन हर्ष हुन्थ्यो, यसपालि चाहिँ भएकै छैन। सो त्यही माथि बिरामी भए के चाहिँ गर्न सकिन्छ र है। सो यो मेरो चाहिँ गाउँ हो, गाउँ नै एकदम रित्तो छ। सबैजना वैदेशिक रोजगारीको लागि विदेशी सके, सो गाउँ नै खाली छ। वैदेशिक रोजगारीमा जानुहुने सबैजनालाई, दाजुभाइ दिदीबहिनी इष्टमित्र सबैजनालाई मेरो तर्फबाट ह्याप्पी दसैँ। सो गाउँ नै रितिएपछि खल्लो हुँदो रहेछ दसैँ पनि। कोही छैन अहिले चाहिँ, म पनि घरिघरि विदेश छु जस्तो लाग्छ। यहाँ पनि नेपालमा के गर्न सकिन्छ र है, केही गर्न सकिँदैन। सो बेलैमा पैसा कमाउनु पर्ने रहेछ, कमाउनु भन्दा पनि जमाउनु पर्ने रहेछ। सो त्यसलाई जोगाउने चाहिँ हामीले प्रयास गर्नुपर्ने रहेछ, किनकि दसैँ तिहार जस्ता ठुल्ठुला पर्वमा पनि पाहुना जसरी आउँदाखेरि सबैभन्दा नराम्रो त्यो चिज लाग्ने रहेछ। अब त्यो पनि छुट्टी मागेर, कतिले त छुट्टी पनि दिँदैन त्यो टाइममा। सो गाह्रो हुन्छ दसैँ तिहारको टाइममा पनि, घर रित्तो हुन्छ, टिका लाउने कोही हुँदैन। सो वैदेशिक रोजगारीमा जाने मान्छेहरूलाई पनि निकै गाह्रो छ, निकै गाह्रो छ। सो दसैँको सबैभन्दा मेन टार्गेट के हो भन्दाखेरि टिका लाउनु, आशीर्वाद दिनु र दक्षिणा थाप्नु हो। त्यही हो मुख्य उद्देश्य दसैँको। हेरौँ दसैँमा अब के कस्तो हुन्छ, म हजुरहरूलाई देखाउने छु मेरो तर्फबाट। सो मम ड्याडले कति पैसा दिनुहुन्छ त्यो दक्षिणामा तपाईँहरूलाई देखाउने छु है। अस्ति भर्खर दसैँको सपिङ गरेको थियौँ हामीले, यो नयाँ लुगा। सो यही लगाउने छु। अब हेरौँ यो ड्रेसमा कस्तो देखिँदो रहेछ ल, कमेन्ट गरिदिनु होला। यस्तो बवाल देखिरहेछ। ओ चस्माको ट्याग हटाउने बिर्छु। ओ सरी। टिका लाउने कार्यक्रम चाहिँ आरम्भ भइसकेको थियो। ड्याडले ममलाई टिका लगाइदिँदै हुनुहुन्थ्यो, त्यसपछि हाम्रो पालोको प्रतीक्षामा थियौँ। फाइनल मेरो पालो आइसकेको थियो र म धेरै नै एक्साइटेड थिएँ, तर टिकाको लागि होइन, दक्षिणाको लागि। फाइनली आशीर्वाद पछि दक्षिणा लिने पालो आइसकेको थियो मेरो, र दक्षिणाको रकम जम्मा 5 रुपियाँ। ऐसा कौन करता है बे। 5 रुपियाँ प्राप्त भएपछि दिमागको बत्ती खुलो। दक्षिणा भन्दा पनि ठुलो कुरा आशीर्वाद हो। सो ठुलो बडाहरूसँग चाहिँ आशीर्वाद लिनै पर्छ हामीले। सो त्यसपछि सबैजनाले पालै पालो टिका लाउन थालो। घरमा दसैँको टिकाको कार्यक्रम सबै समाप्त भएपछि हामी ठुलोबाकोतिर आइपुग्यौँ। यहाँनिर चाहिँ टिका सिका लगाएर यहाँ खानाको व्यवस्था पनि थियो। मलाई चाहिँ अत्यन्तै भोक पनि लागिरहेको थियो र हतार टिका लगाएर भोजन ग्रहणको लागि म लागेँ। दसैँमा सबैभन्दा महत्त्वपूर्ण कुरो भनेको त मासु भात त हो। म बिराम भएको कारणले गर्दा मेरो थालमा 2 पिस मात्र भाग लागेको थियो। यो देखेर झन् मलाई दसैँ नै विरक्त लाग्यो। सबैजनाले मासु भात गम खाइरहेको थियो र हरेक कुकुरको दिन आउँछ भनेको सुनेको थिएँ। ला तेरो पनि दिन आएछ, ला खाए 1 पिस भनेर दिए। त्यो क्वाप्पे खायो अरे फेरि मतिर हेर्दै रहेछ, छैन भाइ सक्यो भनेको त। त्यसपछि बल्ल बल्ल गयो। यो चाहिँ मेरो सानो मगर फ्यामिली हो र भात खाने कार्यक्रम भइरहेको छ। र यस्तै भिडियो हेर्न मन छ भने च्यानल लाइक शेयर सब्सक्राइब गरिदिनु होला र घन्टीको बेल आइकन पनि दाबिदिनु होला। सो मेरो तर्फबाट सबैजनालाई ह्याप्पी दसैँ। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो।